खेलाउन अहिले भने कति धेरैसम्म यस्तिकै पुतीमा हात हाल्दै बसिरहँदाखेरि क्यामेरामा देखाउन मिल्दैन नि त आइडी चढ्छ नि त म देखाउँ थोरै हात हाल्न भित्र नदेखाउने हल्का हात हालेर देखाउन सिनमा देखाउनु क्याप पर्छ नि अच्छा मलाई नि एकदम हर्ट फिल हुन्छ मलाई कस्तो गर्नु मन लागेको छ मलाई साँच्चै भनेको पुतीको त्यो माथि डेलमा फेरि दली राख्यो भने त होइन पानी त कस्तो सट चढ्छ नि त होइन अघि चाहिँ कति चिप्लो पानी झरेको थियो मेरो है अनि तर के गर्नु क्या मलाई यति धेरै गर्नु मन छ क्या म 2 वर्ष बसेर आएँ होइन अनि यति धेरै सिक्छु भन्ने सपना बोकेर आएको थिएँ क्या मैले अहिले 2 महिना भयो म आएको 2 महिना नि पुरा भएको छैन कति धेरै सपना बोकेर आएको थियो अनि कहाँ छ त अनि होटलमा छस् कि घरमा छस् कि कहाँ छ होटल जस्तो देखिरहेको छ घरमै छु घर चाहिँ दामी रहेछ ब्युटिफुल तर चिक्न चाहिँ पाएकै छैन क्या म चाहिँ त्यस्तो भएर नचिक बङ्गालीसँग बस्नु तर म काठमाडौँमा आइज बङ्गाललाई भेट छ्या फोरिने जस्तै फोरिरहेछ यता सुन केटाहरूलाई कसरी सेक्स गर्ने विचार गर्दा म तँलाई भेट्यो भने म त यस्तो हो केटीहरूलाई भेट्यो भने म चाट्छु नि फेरि केटीहरूको तर म चाहिँ होइन तर कसैले चाटेको छैन म चाहिँ यस्तो सोच्छु क्या चाटे भन्दा त्यो हुन्छ नि जिब्रो त नरन्छ ल्याप अब सिरिङै हुन्छु होला क्या म त त्यस्तो सोच्छु नि त होइन फिलिङमा जस्ट त्यो हट सस् क्या त आम्मा साँच्ची होइन आइज न तर म एकचोटि सेक्स गर्न चाहन्छु भने लाइफ बिताउनु चाहन्छ भने बिताउनु त मसँग आइज अनि मलाई लाग्छ कि होइन त्यसरी चाट्यो भने चाहिँ कस्तो हुन्छ होला अब अहिलेसम्म मेरो बुद्धि कसैले होइन म त चाट्छु फेरि म अहिलेसम्म त्यो फिलिङमा चाहिँ गरेको छैन म सेक्स मुभीहरू धेरै युज गरेर हेर्छु होइन एकदम उठ्छ मेरो नि एकदम हर्ड हुन्छ मलाई नि लास्टै हर्ड हुन्छ यस्तो गर्नु मन लाग्छ के गर्नु मन लाग्छ मलाई नि त्यही त भने सेक्स मुभीहरू एकदम हेर्छु मैले सुन्न कतिजनाले चाहिँ म चाट्छु यस्तो गर्छु भन्छ तर अहिलेसम्म मैले रियल लाइफमा चाहिँ कसैले चाटेको मान्छे नै भेटेको छैन नि त होइन अनि त्यो चाट्यो भने चाहिँ कस्तो हुन्छ होला अनि कस्तो यस्तो सम्झिँदैन सिरिङ आकाशमा उड्छु म चाट्यो भन्दा त आकाशमा उड्छु मलाई हुन्छ क्या आमा कसम होइन त्यो बडो कसम झुट बोला नि मेरो पुती चाटेर सिक्छ भने त्यसले म पैसा आफै दिन्छु कि यार कसम रामको